गुड मर्निङ एभ्रिवान। आज हामी सिक्छौँ डाइनामिक रेटिनोस्कोपी भनेको के हो। डाइनामिक रेटिनोस्कोपीमा हामीले के हेर्छौँ भन्दाखेरि एकोमोडेटिभ रेस्पोन्स अफ अ पर्सन हेर्छौँ। एकोमोडेटिभ रेस्पोन्स के हो, जब ऊ एउटा पार्टिकुलर डिस्टेन्समा हेर्दाखेरि त्यो पर्सनले त्यो डिस्टेन्सको लागि एकुरेटली अकोमोडेट गरेको छ कि छैन, जति गर्नुपर्ने हो त्यति नै गरेको हो कि त्योभन्दा बढी गरेको हो कि त्योभन्दा कम गरेको हो, त्यो टेस्ट गर्छौँ ल। अब कसरी गर्ने त डाइनामिक रेटिनोस्कोपी। डाइनामिक रेटिनोस्कोपी गर्ने बेलामा सबभन्दा पहिले चाहिँ 40 सेन्टिमिटरमा बस्ने अनि रेटिनोस्कोपको मा एउटा रिडिङ कार्ड एट्याच गर्ने र पेसेन्टलाई चाहिँ त्यो कार्डमा हेर्न भन्ने अनि आफूले चाहिँ रेटिनोस्कोपको लाइट चाहिँ पेसेन्टको आँखामा स्वाइप गर्ने। स्वाइप गर्दाखेरि दुईवटा कुरा देखिन सक्छ, कि त विथ मुभमेन्ट देखिन्छ कि त एगेन्स्ट मुभमेन्ट देखिन्छ। एगेन्स्ट मुभमेन्ट देखियो भने के गर्ने, -0.25 -0.5 इन्क्रिज गर्दै जाने। सपोज -1मा चाहिँ विथ मुभमेन्ट देखियो भने यो चाहिँ हाम्रो न्युट्रलाइजिङ लेन्स भयो। अब सुरुमा विथ साइन गर्दाखेरि विथ मुभमेन्ट देखियो, विथ मुभमेन्ट देखियो भने चाहिँ या ग्लो पनि देखिन सक्छ। ल फुल ग्लो नै देखियो भने चाहिँ +0.75 नै न्युट्रलाइजिङ लेन्स भयो, या +0.75 राख्दाखेरि पनि विथ ग्लो नै देखियो भने चाहिँ, विथ मुभमेन्ट देखियो भने चाहिँ अब +1 +1.25 +1.5 +2 लेन्स बढाउँदै जाने, ग्लो हेर्दै जाने। मानौँ +2मा गएपछि एगेन्स्ट मुभमेन्ट देखियो भनेपछि यो चाहिँ हाम्रो न्युट्रलाइजिङ लेन्स भयो। अब के गर्ने त, हाम्रो नर्मल ल्याग अफ एकोमोडेसन चाहिँ +0.75 डाप्टर हुन्छ। एज अ ह्युमन बिङ बाई डिफल्ट हामी कुनै ठाउँमा हेर्दाखेरि त्यो डिस्टेन्समा जति एकोमोडेट गर्नुपर्छ नि त्योभन्दा चाहिँ हाम्रो एकोमोडेसन चाहिँ 0.75 डाप्टरले कम हुन्छ। अनि हामी अघि जाँदाखेरि न्युट्रलाइजिङ लेन्स चाहिँ मानौँ +2 डाप्टर छ भनेपछि हामीले कसरी प्रिस्क्राइब गर्ने, +2 डाप्टर माइनस नर्मल ल्याग छ नि त्यसलाई घटाउनु पऱ्यो, 0.75 घटाउने भनेपछि +1.25 डाप्टर भयो। अब यो पावरको लेन्स हामीले पेसेन्टलाई प्रिस्क्राइब गर्ने, जुन त्यो पेसेन्टले चाहिँ नियर काम गर्ने बेलामा युज गर्छ। ल एउटा क्वेसन, 40 इयर्सभन्दा कम इयर्सको पेसेन्ट छ र नियरमा चाहिँ मैले देख्दिनँ भने कम्प्लेन गरेँ भने के गर्ने। स्टेप 1मा प्रपर डिस्टेन्स रिफ्र्याक्सन गर्ने, डिस्टेन्समा उसको प्लस होला, जुन उसले सेट गरिरहेको छैन भने फगिङ गरेर प्लस पावर दिने। त्यसपछि एम्प्लिट्युड अफ एकोमोडेसन नाप्ने। अब एम्प्लिट्युड अफ एकोमोडेसन नाप्दाखेरि उसको एज